हेलो गुड मर्निङ एभ्रिवान। आज हामी चितवन शिवनगरमा छौँ हैन। नजिकै प्रचण्डेको घर नि छ। प्रचण्डेको जलेको घर अस्ति नै यहाँ नजिकै हो यतातिर। अनि ल ठिकै छ, सुरुमै त्यसको नाम लिएर किन भ्लग बिगार्नु हैन। हामी चाहिँ अहिले माछा मार्नलाई रेडी। आधा उधी काम भइसक्यो। मलाई पर्खेर बसेर चाहिँ साथीहरूले अब चाहिँ माछा मार्न जान्छन्। केटाहरू चोकतिर गएको छन्। यो चाहिँ किन बोक्यो अरे भाइ? उता थुन्नला टिम लिएर गएर थुनेर मार्ने। आऊ न भाइ, आऊ हेर्दै गर। माछा मार्ने रे ठाउँ चाहिँ कस्तो छ भन्ने कुरा हो। बोलाउनु त बोलायो केटाहरूले उहाँबाट। माछा मर्ने कि नमर्ने हो कि खाली हात फर्किने हो कि केही पनि थाहा छैन। घरमा बारी खन्दै गरेको मान्छेलाई बोलाइदिएर यार। यही हो हामीले माछा मार्ने चाहिँ। खै खासै छ जस्तो लाग्दैन। मसिनो मसिनो त देखिएछ क्या अरे त्यहाँ। रहेछ ठुलो पनि यहाँ। नाइस नाइस रहेछ भाइ। यहाँ सानो मात्र देखेको थिएँ, यहाँ मुनि रहेछ ठुल्ठुलो। ठुलो पनि छ। तिमीलाई नि आउँछ माछा मार्न? ल हेर्छु है त म। तिमीलाई त बगाउला नि त। बगाउँदैन? ल ल ल। भाइले चाहिँ यहाँ टेक्नोलोजी गर्दैछ। अलि यता तान। टेक्नोलोजी भएन नि त भाइ यसरी त। यताबाट पानी आयो नि त। यो बाँस यस्तो गाडेर यस्तो छड्के चाहिँ बनाउनु पर्ने कि यताको पानी यता कट्ने गरेर। मार्ने कतापट्टि हो? यहाँ होइन? त्यही त। कि त यहाँ थुन्दिन पर्यो। नभए भने यो दुइटा बाँस यहाँ गाडेर यस्तो छड्के राखिदियो भने हुन्थ्यो होला। ल हाम्रो चाहिँ केटाहरूले यहाँ गर्दैछन्। दाइरा लछु भाइ खै त। यो पानी चाहिँ बगेर टक्कै यतापट्टि आएको छ। अनि केटाहरूले चाहिँ त्यहाँनिर झुल थापेर राखेछ होइन। यताबाट भाइको माछाहरू चाहिँ त्योभन्दा उता नकटोस् भनेर। यहाँनिर उस रहेछ, यसलाई पनि थुनिदिनु पर्यो। यहाँनिर पानी बगिरहेछ। अनि अब चाहिँ हामीले आज चाहिँ मस्तोवाला माछा मारेर लोकल माछा टक्क झोल हालेर खाने भन्ने प्लान बनाएको। हेरौँ। अनि अहिले एकछिनमा खसी पनि काट्नु पर्ने छ। पहिला चाहिँ माछा मारौँ ल। अहिले पछि भेटौँ ल। टेक्नोलोजिया गरेर आउँछु म पनि। बाई। समाउ हो त्यत्तिकै समाउ ल। खाना ल्याउनु त ठुलो हुन्छ। हामीले चाहिँ यहाँ के गरेको अरे नानी? माछा मारेको। टेक्नोलोजिया गरेको भन त। टेक्नोलोजिया गरेको। धेरै मोबाइल हातमा गल्यो भने फुट्छ। तिरपाल आयो। तिरपाल तिरपालले हुन्छ कि एउटा पानी। टेक्नोलोजिया। हेलो गाइस। मासु लाग्यो त तपाईले गरेको घरमा एउटा उ छिरेको के त्यही भएर के बडारी उता त्यो थापेको काली आउनु ठुलो छ है। कत्रो बडारीहरू दुई तिनवटा धरौँ न। दुई तिनवटा बडारीहरू आएको थियो। टक टक टक
टेक्नोलोजिया टेक्नोलोजिया बोरा निकाल्दिउँ त्यसलाई भुइँमा ओछ्याएर अब यो माथि ढुङ्गाहरू हाल्दिउँ न हैन टेक्नोलोजिया 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 भयो हाम्रो युवा शक्तिहरूले चाहिँ जोस जागरको साथ पानी घटाउन थालिसकेका छन् हैन भाइ आमा कसम खतरा हो नि भने सक्छ त हाम्रो ठुल दाइले चाहिँ टक्क यतातिर बारबुर पारेर पानी स्याप्प पारिसक्नु भएको छ त्यहाँबाट आएको पानी अनि यताबाट आएको पानी सर्लक हामीले उता कटाछौँ होइन अनि त्यसपछि यहाँबाट अलिअलि लिकेज भएको पानीहरू पनि यहीँ जम्मा होस् भनेर यतापट्टि पनि हालिदिइसक्यौँ हामीले जे पाए त्यही नबोल्नु है त यहाँ मेरो भ्लगमा फेरि ट्याग गरेर हालिदिउँला नि फेरि तपाईँलाई भाइले पानी घटाउँदैछ ल बिस्तारै उता पानी जान्छ अनि हामीले दुःख त गर्नुपर्ने हुन्छ गरम अब ठिकै छ हाम्रो यहाँ चाहिँ अब पानी लगभग 80% सुक्यो 20% सुकाउनु बाँकी छ 20% सुकेपछि अब खलास त्यसै एउटा चित्र गएको थियो होला त्यसै सनाउँदै नभुलाउनु न जोसमा फालिरहेको होला त्यो झुलेर क्या झुले त लिएर हुन्छ भनेको झुल त्यहाँ थाप्दैन यो झुल थाप्नु पर्ला त हेरेर भनेको त्यही भएर तिमी माछा जान्छ कि यस्तो पानी म हेर्छु बन्द गर एकछिन हड अलिअलि अड्डन मात्र धेरै पर्दैन थाहा यो झुल थाप्ने हामी पानी सुरुवात भइसकेको छ ओहो फाइनल्ली के भन्छ वी गट इट भन्छ के भन्छ अरे हो यस ल जाम यसकै झोल हालेर खाम हो हेर्न सक्नुहुन्छ हामीले चाहिँ फाइनल्ली एउटा माछा चाहिँ हामीले मारिसकेका छौँ र यो माछा चाहिँ हामीले नानीले चाहिँ काँचै खाइन्छ यो माछा खाइदिइहाल अनि यो माछा हाल्ने एउटा भाडा लिएर धन्दै खाइदिउँला नानीले त झन्डै काँचै माछा खाइसकेको छ र पानी यता थुनेको हामीले तर के गर्नु पानी चाहिँ यति बग्न थालिसक्यो नि उता टालिन्छ टाल्ले पानी त ल ल केटा ल स्टार्ट भयो भनेको ल रेडी खासै आउनु है त्यहाँ त्यो 20 बाल्टी फाल्दा 1 बाल्टी जाने हुँदैन माछा पानी चाहिँ किन फालेको हामीले सुकिरहेको त पानी कता सुकाउने हो उता माछा यहीँ हुन्छ क्या तपाईँ अहिले कत्रो ल तिमी जाऊ कालो चाहिँ दिन्न नि गाईहरू अलि अगाडि सर अलि पछाडिबाट फाल्यो नि के फरक पर्दैन क्या तपाईँ चाहिँ अलि पछाडिबाट फाल्नु न के भन्नु क्या माछा चाहिँ यहाँ पर्छ भने केटाहरूले हेर्न सक्नुहुन्छ
20,000 ठाउँमा पाल परेको झुलमा केटा ल कसले धेरै फाल्छ 1 2 3 4 5 एउटा पर्यो खोइ कस्तो फाला हो र पानीसँग गइहाल्छ ल त्यहाँ समाउँदा माछा समाउनु मान्छे 2टा अब हामीलाई चाहिएको छ 2टा भयो 4 5 6वटा अब 6-7वटा मार्यो भने चाहिँ पुग्छ हामीलाई धेरै चाहिने ल फालाम केटा खोइ ओहो के खाले फलायो हामीले चाहिँ फाइनली 2टा माछा चाहिँ फेला पारिसकेको छौँ अब हामी हेर्न सक्नुहुन्छ अब हामीले यहाँ त्यो चाहिन्न कि मलाई जग माछा पानी फाल्न गाह्रो छ क्या दाइ यार 1-2 किलो त सम्झिने हो अब यत्रो दुःख गर्छु मार्नै पर्छ केटा यार अब चाहिँ पानीसँगै सोरिन्छ अलिअलि यता समाते हामीले भाइ ल हामी चाहिँ अब योभन्दा उताकोलाई मारेर त्यो झुल उठाएर आउँछ यताको होइन क्या त उताको त्यता छोडिदिनु क्या त यति त सुकाइहाल्छ नि ठिक छ अब चाहिँ हामी यहाँको माछालाई टक्क सोरेर चाहिँ यहाँदेखि झुलसम्मकोलाई अनि कति पर्छ हेरौँ तपाईँहरूलाई पक्कै पनि देखाउनु छु बाई आशा टिप अलिअलि निकाल ल लोड छ दाइ हामी चाहिँ भर्खरै पानी सोरेर आयो लक्ष्य भाइले ठग एकचोटि भन्दा सोरेको छैन ल अब चाहिँ माछा टिपेर फेरि ब्लगमा जाउँ हाम्रो चाहिँ माछा यहाँ अलिअलि पर्दैछ भर्खर पानी सुक्दैछ 1.5 घन्टा भयो पानी सोरेको उफ्रिन्छस् ल उफ्री गङ्गटा केकडा के छ बिचमा उफ्रिया ढङ सोर्यो भन्छ खतरा हुन्छ कसरी सोर्नु त्यही भनेको त्यो कसरी सोर्नु लामो उचाएको त्यसले नि आउँदैन ल हाम्रो दाइले चाहिँ 8 गरिसक्नु भएको छ है हाम्रो दाइले दाइले म छिर्छु भनेपछि तल टन्ने माछा हुनुपर्छ भाइ टन्नै छ माछा तल अलि यता राख्दौ ल अहिले त्यहाँ उफ्रियो भने त फेरि त्यहीँ खस्छ ए यो तेल त टोक्छ टेङ्ग्रा पोल्छ कि त्यो सोसले त दाराले सानो छोड्यो हाम्रो दाइ चाहिँ 8 गरेर आइसक्नु भयो रेडी पोजिसनमा तल छिर्नको लागि
छिर्यो छिर्यो लाएर मात्रै सिसा होला राम्रोसँग हेर्नु है फेरि। सिसा त्यसमा त नबस्दा त्यहाँ सवारी माछा त्यहाँपट्टि चाहिँ पछाडि फाल्दै पछाडि फुत्ता फुत्ता कटाउनु दाइ ये कौन सा आसन है क्या इजी हो क्या त यो चाहिँ हाल नि भाइ थम्बनेल थम टाइटल यु कान डु इट हो क्या भन्छ क्यान डु इट हो कि कान डु यु कान थियो यु कान सम्झ पछाडि खाँदा दाइ भोटी फाल्ला कारोबार गर्ने उसले त तान्दिन्छ हामी त पानी फाल्दै गरौँ पानी बढ्यो कि केटा पानी पानी फाल्दै गरौँ पानी बढ्यो भने त दाइलाई गाह्रो भइहाल्छ नि भित्र भाइले अघि एउटा ठुलो माछा चाहिँ पानी यता फाल्यो माछा चाहिँ उता हाम फाल्यो कि भेटेन बनेगा बनेगा दाइ भेट्यो टेन्सन भयो क्या छोरीलाई हो खै छोडा त छोडा न उज्यालो मोबाइलको बत्ती फालिदिने र बाल्जाउ न दाइ चाहिँ उहाँ छिरिसक्नु भएको छ यत्रो सानोमा माछा चाहिँ आउँदैछ बल्ल ओए रोक न गडा हो रोक हुन्छ रोक अझै एउटा छ क्या त्यहाँ ठुलो पट्टाबाट खानु नि तपाईँ फोन आइरह कसको हो उता मोबाइल भएको भुङ्गी पनि छ होइन भुङ्गी चाहिँ हामीले अहिले यहीँ छोडिदिन्छौँ फेरि हजुर कुन चाहिँ माथि फाल्न त कहाँ मिल्छ त उता टाले दाइ कतिखेर निस्किने ल हामी पनि आउँछौँ होला आज बेलुकासम्म खै खसी काटेर दाइ हुन्छ टाइममा आउँछौँ बेलुका हजुर घुम्न कता जानु दाइ ए होइन होइन यहाँ माछा मारेर अनि खसी ससी काटेर अनि निस्किने हुन्छ उतै भेटौँला दाइ बेलुका हस् कुन झुल दिनु त नि ल त पानी आइहाल्छ नि फटायो भने त ल हाम्रो दाइ चाहिँ भित्र छिरेर एक मुठी माछा लिएर आउनु भइसकेको छ परेन एउटा ठुलै ल्यायो होला नि त दादाले चाहिँ माछा छ ठुलो थियो ल मोबाइल
सोचे झै जिन्दगी रहेनछ त्यो मिलाउ त भाइ 1.5 घन्टाको मेहनत 1.5 घन्टा बढी भयो है हामी चाहिँ माछा मारेर आइसक्यौँ भाइले यहाँ केलाउँदा ए यहाँ बाल्टीमा हाल न केलाएर एउटा जादु देखाइदिउँ जाऊ नानी मोटर बन्द गरिदेऊ मोटर बन्द नगर नआउने खसी काटेर नआए भइहाल्ने एकैचोटि अहिले फेरि खसी खसी गनाउँछ ज्यान भाइ के गर्ने समाधान त्यति नै सक्दैन हाम्रो चाहिँ माछा यहाँ टक्क केलाइ कुलाइ हुँदैछ अब झोल हालेर हान्नुपर्छ जाजु ल भाइ ल नजिक लगा होला अहिले ल के गरे त्यो कहाँ खाने हो त नि यो त फाल्ने हो नि यो खोइ केटा माछा भट्टबाट केलाएर भ्याम न मैले माछा केलायो नि भ्लग कसले बनाउने आयो न